मैले यस्तो एकजना व्यक्ति देखिएको छु है, जो चाहिँ बाल्यकालबाट आफ्नो बाउआमा साथीसँगीसँग आउँदाखेरि 10 वर्षको उमेरबाट उहाँ घरबाट हिँड्नु भएको रहेछ। उहाँले चाहिँ अब अहिलेसम्म पनि उहाँ फर्केर जान सक्नु भएन। अब त सबै भुल्नु भएछ। अब त उहाँलाई यताकै माया लाग्न थालेछ, यस्तो भएछ। र तपाईँहरूलाई उहाँसँगको कुराकानी साझा गर्न गइरहेछु है। दाजु, तपाईँको खास घर चाहिँ कहाँ पो भन्नुभयो पहिला घरबाट आउँदाखेरिको? भोजपुर। अनि बाबाआमा हुनुहुन्थ्यो हुनुहुन्न थियो त्यतिखेर? बाउ खस्यो। बाउ खस्नुभयो है। आमा अर्कोसँग आएको। तपाईँको खास नाम चाहिँ के भन्थ्यो उहाँ चाहिँ पहिला? मेरो? हजुर। नाम त मेरो खास त भक्तबहादुर राई। कुन जग्गा भन्नुभयो? भोजपुर भन्नुभयो नि? भोजपुर जुम्ला। तपाईँ कति वर्षको हुँदा घर छोडेर हिँड्नु भएको? 10-11 वर्ष। करिबन तपाईँ अहिले कति वर्ष पुग्नु हुँदैछ? अहिले म 70। तपाईँ यहाँ यता सिक्किम आइपुग्नुभन्दा अगाडि कहाँ घुम्दै यहाँ आइपुग्नु भयो? काठमाडौँ, झापा। अरू त्यति मात्रै। तपाईँ एक्लै आउनु भएको कि साथीहरूसँग आउनु भएको? साथीहरूसँग। ती साथीहरूको नामहरू तपाईँ चिन्नुहुन्छ? अहिले कसैको भन्न सक्नुहुन्छ? उता गाउँको साथीको नाम भन्न सक्नुहुन्छ? अधिकारी बाहुन। ए अच्छा। छरछिमेकीमा यसो कोही चिन्नुहुन्छ तपाईँले? नाम कसैको याद छ तपाईँलाई अहिले? छरछिमेकीका अहिले त चिन्दिनँ, पहिला चाहिँ अलिअलि। पहिलाका मान्छेको नाम कसैको भन्न सक्नुहुन्छ कि? साथी, यो भिडियोबाट तपाईँको उहाँहरूले पनि रहेछ भन्ने होस्। तपाईँहरू कतिजना दाजुभाइ हुनुहुन्छ? हामी 2 भाइ हो। 2 भाइ। तपाईँ कुन भाइ? म जेठो। ए अच्छा। तपाईँको यहाँ कसैले हेर्नु हुँदैछ भने उहाँलाई यसो चिन्नुहोस् है। आज उहाँ 70-72 वर्षको हुनुभयो। यहाँ अहिले 15 वर्षदेखि घर छोड्नु भएको रहेछ। 70 वर्ष भन्नुभयो। सबैले भुल्नु भएको छ भने नि उहाँ चाहिँ यति खुसी, यति मजाले बस्नु भएको छ है। एउटा बाउको अभिभावक भएर बस्नु भएको छ, भूमिका निभाएर बस्नु भएको छ यहाँ सिक्किममा है। कसैले चिन्नुहुन्छ भने रोडेथाङ हुनुहुन्छ उहाँ चाहिँ। एकदम इच्छा कसैलाई छ भन्ने चाहिँ उहाँ चाहिँ यहाँ मजाले बस्नु भएको छ। उहाँलाई अब आफ्नो जन्म थलो त बिर्सिनु भयो, सानैमा छोड्नु भएको रहेछ। यहाँ नि सुख, स्वर्ग, आनन्द उहाँले सबै पाउनु भएको छ भन्ने यस्तोले मैले यो भिडियो बनाएर सेयर गरिरहेछु है। कसैले भुल्नु भएको छ भने पनि राई जेठो भन्ने, भक्तबहादुर भन्ने मान्छे भोजपुरको अझै पनि जीवितै हुनुहुन्छ। तपाईँहरूको लागि यो भिडियो साझा गरिरहेछु। धन्यवाद।